निर्वाचनमा नेपाल निरङ्कुशतातर्फ जान सम्भवै छैन, जान सम्भवै छैन। त्यसमा रासोपाका 180 वटा सांसद भनौँ न, प्रधानमन्त्री र सभामुख एकजना बाहेक त्यो यी मान्छेले कस्तो नाइभ तर्क गर्छन् भने रासोपाले संसदीय दलको नेता कुनै पनि दिन मिटिङ राखेर परिवर्तन गर्न सक्छ कानुनी रूपमा। तर मान्छेले भन्छन् कि अब बालेन्द्र शाह 5 वर्ष उहाँ हुनुभयो, जे गरे पनि केही गर्न सक्दैन। यो त संसदीय दलले नेता फेरेको दिन उहाँ पदबाट मुक्त हुनुहुन्छ। यति पनि राजनीतिक रूपमा कानुनी संवैधानिक प्रबन्ध नदेखिकन अब के हुँदैछ भने त्यो एसम्सन गर्नुभएको छ, त्यो रङ छ होइन। त्यो रङ छ भनेको मतलब त्यसका प्रमाण छैन, त्यो एसम्सन मात्रै। एसम्सन रङ छ नभन, त्यो एउटा सिम्पली एसम्सन हो। मेरो एसम्सन के छ भने नेपाल फन्डामेन्टल डेमोक्रेटिक प्रोसेसबाट बाहिर जानै सक्दैन, जाँदैन। र तपाईँको म उदाहरण दिन्छु एक दुईवटा। कोर्टको अर्डर सरकारले नमानेको स्थिति आएकै छैन। तपाईँको अहिलेभन्दा 74 सालको केपी ओली सरकारकै पालाको कुरा गरौँ, यो नागरिक फ्रिडम अफ स्पिच कमजोर पार्ने, मिडियालाई कन्ट्रोल गर्ने खालका विधेयक त्यतिखेर ल्याउन प्रयास भएको थियो नि, अहिले त्यो पनि भएको छैन हेर्नुहोस् है। तर यो हो त्यो परम्परावादी जुन वृत्त जुन मैले भने नि, एकदमै स्ट्रेन्जर को आएर बसेको छ प्रधानमन्त्री भएर, न आफूले चिनेको मन्त्री छ, न प्रधानमन्त्री चिनेको छ, न भेट्न पाउला भनेको छ, न इन्टरभ्यू गर्न पाउला भनेको छ। अनि त्यो मानसिक रूपमा अभ्यस्त हुन नसकेर यो विभिन्न फियर मङ्गरिङ जस्तो भएर त्यो तन्काइरहेको छ। त्यो बरु डेमोक्रेसीको लागि घातक छ।